नमस्कार, करियर इनसाइट 2 पोडकास्टमा यहाँलाई हार्दिक स्वागत छ। म दिपेन्द्र शर्मा। कक्षा 12 मा अध्ययनरत भइसके पछाडि पास आउट भइसके पछाडि कक्षा 12 उत्तीर्ण भइसके पछाडि हामीले के पढ्ने भन्ने कुरा हामीलाई मनमा लागेको हुन्छ। त्यसै विषयमा आज हामीले केन्द्रित भएर महत्त्वपूर्ण भिडियो हामीले लिएर आएका छौं। आज हामीसँग सुर्खेत मोडेल कलेजबाट BHM ब्याचलर अफ होटल म्यानेजमेन्ट संकायका प्रशिक्षक युवराज हमाल सर हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत। धन्यवाद। सबैभन्दा पहिले म कक्षा 12 उत्तीर्ण गर्नुभएका भाइ बहिनीहरूलाई बधाईका साथसाथै यो हाम्रो पडकास्ट हेर्नुहुने सबैजनालाई चाहिँ नमस्ते भन्न चाहन्छु र कक्षा 12 उत्तीर्ण गरेका भाइ बहिनीहरूलाई अब उज्जवल भविष्यको लागि तपाईहरूले यदि होटल म्यानेजमेन्ट सोचिरहनु भएको छ, के पढ्ने भनेर सोचिरहनु भएको छ भने यो भिडियो तपाईहरुको लागि हो। BHM भन्दाबित्तिकै हामीले ब्याचलर अफ होटल म्यानेजमेन्टको कुरा आइ नै हाल्छ। BHM पढ्दै गर्दा यो धेरै निकै नै चर्चाको विषय पनि रहेको छ। यो वास्तवमै कतिको आकर्षकको केन्द्र बनेको छ? अहिलेको परिप्रेक्ष्यमा BHM भनेको विश्व बजारमा सबैभन्दा छिटो र्यापिडली ग्रो भइरहेको इन्डस्ट्री मध्येको एउटा इन्डस्ट्री मानिन्छ, जसमा जब अपर्च्युनिटीहरू एकदमै धेरै चाहिँ अहिले विश्व बजारमा क्रिएट भइरहेका छन् र सँगसँगै BHM भनेको जब अपर्च्युनिटीहरूको लागि मात्र नभएर एन्टरप्रेनरशिप आफै केही उद्यम गर्छु भन्नेहरूका लागि पनि पहिलो रजाइको विषय बन्ने गरेको छ। यसको व्यापकता त छँदैछ, त्यो सँगसँगै BHM भनेको एउटा त्रिभुवन विश्वविद्यालयको एउटा सीमित सिलेबस अन्तर्गतको कोर्स भएको हुनाले यो कोर्स पढिसकेपछि विश्वका विभिन्न होटल इन्डस्ट्रीहरूमा, रिजोर्टहरूमा, एयरलाइन्स इन्डस्ट्रीहरूमा र ट्राभल इन्डस्ट्रीहरूका हस्पिटालिटी फिल्डसँग रिलेटेड जुनसुकै इन्डस्ट्रीहरूमा पनि यहाँहरूले राम्रो अपर्च्युनिटीहरू पाउन सक्नुहुन्छ। त्यसको लागि पनि त्यो इन्डस्ट्रीहरू एक्सपान्ड भइरहेको हुनाले त्यसका साथसाथै जब अपर्च्युनिटीहरू पनि एकदमै बढिरहेको अवस्था छ। त्यसका लागि त्यो जब अपर्च्युनिटीहरू ग्र्याब गर्नको लागि BHM चाहिँ एकदमै उत्कृष्ट सब्जेक्ट हो भन्न चाहन्छु। ब्याचलर अफ होटल म्यानेजमेन्ट भन्दाबित्तिकै एउटा चाहिँ हैन, अब त्यहाँ चाहिँ झाडु पोछा लगाउने सरल भाषामा भन्नुपर्दा त्यसरी पनि मान्छेहरूले बुझ्ने गरेको हामीले सुन्न सक्छौं र देख्न सक्छौं। के वास्तवमै होटलमा गएर जस्तो सोचिरहेका हुन्छन् त्यो नै करियर त्यहाँ हुन्छ कि त्यो भन्दा फरक ढंगले चाहिँ हामीले देख्न सक्छौं? BHM पढिसके पछाडिको रिजल्ट चाहिँ कस्तो देखिन्छ त? विद्यार्थीहरूले किन पढ्ने यसको बारेमा के भन्नु? सामान्य रूपमा तपाईले भनेको कुराहरू हामीहरूको अहिलेको समाजमा चाहिँ खासै यो नलेजहरू नभएको हुनाले यस्तो कुराहरू उठ्ने गरेको छ। यो सबै कुराहरू चाहिँ भ्रम हो भन्न चाहन्छु। होटल म्यानेजमेन्ट 4 वर्षको कोर्समा सामान्य रूपमा तपाईको त्यो तपाईले भने जस्तै झाडु पोछा लगाउने र भात पकाउने मात्र नभएर यो चाहिँ एकदमै व्यापक पाठ्यक्रम अन्तर्गत पर्दछ, जसमा फुड प्रोडक्सन, खाद्य उत्पादन, त्यो सँगसँगै रहेर फ्रन्ट अफिस, पाहुनाहरूको स्वागत गर्नेदेखि लिएर खानाहरू सर्भिस गर्ने सर्भिस, अनि हाउसकिपिङ, कोठाहरू, पब्लिक एरियाहरू, सबै एरियाहरूलाई सफा र चिटिक्क राख्ने सँगसँगै अन्य डिपार्टमेन्टहरूको बारेमा पनि यहाँहरूले चाहिँ BHM पढेपछि नलेजहरू गेन गर्न सक्नुहुन्छ। त्यो सँगसँगै सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भनेपछि कम्युनिकेसन स्किल, लिडरशिप स्किल र एउटा प्रोफेसनलिजम चाहिँ कसरी डेभलप गर्न सकिन्छ भन्ने कुराहरू पनि तपाईले यो 4 वर्षको डिग्रीमा एकदमै राम्रोसँग पाउन सक्नुहुन्छ। त्यसको लागि चाहिँ BHM पढ्नु भयो भने तपाईले सुन्नु भएको कुराहरू भ्रम रहेछ, BHM त यति ठुलो रहेछ, यो त एकदमै व्यापक कुराहरू रहेछ भन्ने कुराहरू तपाई आफू पनि बुझ्न सक्नुहुन्छ र अरूलाई पनि बुझाउनुहुन्छ। अब विशेष गरी सुर्खेत मोडेल कलेजकै कुरा गरौं। कर्णाली प्रदेश जस्तो ठाउँमा विश्वस्तरीय हस्पिटालिटी शिक्षा दिन कतिको चुनौती छ? यसमा चाहिँ तपाईले कसरी गरिरहनु भएको छ? नेपालको कर्णाली प्रदेशको सुर्खेतमा ब्याचलर अफ होटल म्यानेजमेन्ट पढाउँदै गर्दाखेरि यहाँ विभिन्न चुनौतीहरू रहेका छन्। किनभने हाम्रो ठाउँमा यो बिल्कुलै नयाँ सब्जेक्ट छ, अनि नेपालको लागि, नेपाल समग्र यो सुर्खेतको लागि मात्र नभएर नेपालकै लागि पनि भर्खरै नयाँ विषय भनेर हामी मान्न सक्छौं। हुन त नेपालमा पढाइ हुन थालेको धेरै वर्ष भइसके पनि भर्खरै अहिले विश्व बजारमा नेपालका उत्पादनहरू विश्व बजारमा गएर आफूले कम्पिटिसन दिन थालेको, आफू स्थापित हुन थालेको भर्खरै मात्र हो। सुर्खेतमा ब्याचलर अफ होटल म्यानेजमेन्टको हामीले शिक्षा दिँदै गर्दा विभिन्न चुनौतीहरू त छन् नै, त्यो भन्दा धेरै चाहिँ हामीले अपर्च्युनिटीहरू देखेका छौं। सबै स्रोत साधनहरू उपलब्ध भएको हुनाले
त्यति धेरै चुनौतीहरू भन्दा पनि त्यो स्रोत साधनहरूबाट हामीले ग्लोबल मार्केटमा कम्पिटिसन दिन सक्ने विद्यार्थीहरूलाई त्यो सिप क्षमता विकास चाहिँ हामीले गर्न सकिरहेका छौँ। किनभने हामीसँग अत्याधुनिक किचन छ प्र्याक्टिकलको लागि, हामीसँग रेस्टुरेन्ट छ, हामीसँग हाउसकिपिङको लागि मग रुमहरू छ, हामीसँग फ्रन्ट अफिसको प्र्याक्टिकलहरू गर्ने ल्याबहरू छ। यस कारणले एउटा त्रिभुवन युनिभर्सिटीको सिलेबसले तोके अनुसारको सबै फेसिलिटीहरू हामीसँग भएको हुनाले हामीले विश्व बजारमा कम्पिटिसन गर्न सक्ने विद्यार्थीहरू सहजै रूपमा उत्पादन गर्न सकिरहेका छौँ। यहाँले चाहिँ प्रयोगशालाको कुरा पनि गर्नुभयो। प्रयोगशाला चाहिँ बीएचएम पढ्ने विद्यार्थी भाइ बहिनीहरूका लागि चाहिँ प्रयोगशाला सुर्खेत मोडेल कलेजमा चाहिँ अहिले यो लाभ लिइरहेका छन्, अनुभवहरू गरिरहेका छन्। एकदमै कक्षा कोठामा थ्योरी क्लासहरू त भइ नै रहेको छ, त्यो सँगसँगै हरेक सेमिस्टरमा उनीहरूले थ्योरी क्लासमा पढेको कुराहरू दैनिक रूपमा प्र्याक्टिकल ल्याबमा गएर त्यो थ्योरी नलेजलाई चाहिँ प्र्याक्टिकल बेसमा कसरी गर्न सकिन्छ भन्ने कुराहरू गरि नै रहेका छन्। हामीसँग किचनमा गएर किचनमा खानाहरू कसरी तयार गर्ने, कुन क्युजिनको खानाहरू कसरी बनाउने, त्यस्तै रेस्टुरेन्टमा हामीले सर्भिसहरू गर्दाखेरि कसरी गर्ने, अनि हाउसकिपिङमा चाहिँ हामीले होटेलको स्ट्यान्डर्ड रुमहरू बनाउँदाखेरि कसरी गराउने, फ्रन्ट अफिसमा हामीले गेस्टहरूलाई वेलकम गर्दाखेरि कसरी गर्ने, यो सबै कुराहरू चाहिँ टियुको पाठ्यक्रम अन्तर्गतको सबै सेवा सुविधाहरू विद्यार्थीले पाइ नै रहेका छन्, गरिरहेका छन्। यो सेवा सुविधा हामीले यहाँ पुर्याउन सकिरहेका छौँ। एकदमै सुर्खेत मोडेल कलेजको एउटा लोभलाग्दो विशेषता पनि हामीले सुनिरहेका हुन्छौँ, जहाँ कि पढ्दै कमाउँदै गर्न पनि सकिन्छ त्यहाँबाट भन्ने कुरा सुन्न सकिन्छ। यो कसरी सम्भव छ? ब्याचलर अफ होटेल म्यानेजमेन्ट एउटा प्र्याक्टिकल बेस्ड सब्जेक्ट भएको हुनाले विद्यार्थीहरूले कलेजमा पढेर प्र्याक्टिकल गरेर उनीहरूको सिप विकास भइसकेको हुनाले विभिन्न होटेलहरूबाट विभिन्न इन्डस्ट्रीहरूबाट चाहिँ उनीहरूलाई एज अ क्याजुअल स्टाफ पार्ट टाइम स्टाफको रूपमा अपर्च्युनिटीहरू आउने गरेको छ। त्यसको लागि उनीहरू विभिन्न होटेलहरूमा गएर सीमित समय काम गरेर उनीहरूले चाहिँ कमाउने गरिरहेका छन्। योभन्दा अगाडिको विद्यार्थीहरूले पनि त्यसरी नै कमाइरहेका छन्। उनीहरूको त्यसले सामान्य पकेट खर्चदेखि लगेर आफ्नो कपी पेनहरू किन्ने खर्चहरू पनि जुटाइरहेका छन्। यो प्र्याक्टिकल बेस्ड सब्जेक्ट भएको हुनाले पढ्दै गर्दाखेरि उनीहरूले निकै राम्रोसँग आफ्नो पकेट मनीहरू चाहिँ म्यानेज गरिरहेको हामीले देखिरहेका छौँ। त्यो अवस्था चाहिँ यहाँ छ। हामीले अलिकता फरक प्रसङ्ग गर्दै गर्दा कर्णाली प्रदेशका 10वटा जिल्ला भनेको अलिकता पहाडी भेगले चाहिँ नजिकबाट छुन्छ, जहाँ तराईको हावापानी अलिकता कम भएको हामीले महसुस गर्छौँ। यो ठाउँमा चाहिँ बीएचएम साँच्चीकै महत्त्वपूर्ण छ भनेर तपाईँले कसरी प्रश्न बनाउन सक्नुहुन्छ? यो विषयमा चाहिँ मेरो कस्तो धारणा छ भन्नुहुन्छ भने कर्णाली प्रदेशमा होटेल म्यानेजमेन्ट भर्खरै चाहिँ आइरहेको छ, भर्खरै विकास हुँदैछ। तर सबैभन्दा नेपालको सिनारीमा सबैभन्दा धेरै स्कोप भएको र सम्भावना बोकेको क्षेत्र नै कर्णाली क्षेत्र छ। किनभने अहिलेसम्म पर्यटनको रूपमा चाहिँ भर्जिन ल्यान्डका रूपमा नै कर्णालीलाई हामी लिन सक्छौँ नेपालको सिनारीमा। भोलि गएर हस्पिटालिटी इन्डस्ट्रीमा होटेल म्यानेजमेन्ट पढिसकेपछि कर्णालीमा प्रशस्त सम्भावनाहरू छ। किनभने कर्णाली जस्तो हाम्रो नेपालको एउटा टुरिज्म हाम्रो ब्याकबोन नै भन्छौँ। भोलि गएर नेपाल विकसित केही कुराले हुन सक्छ भने त्यो हस्पिटालिटी र टुरिज्म सेक्टरले नै हुने हो। त्यो भएर भविष्यमा नेपालको लागि सबैभन्दा काम लाग्ने र सबैभन्दा उत्तम तपाईँहरूको विकल्प भनेको चाहिँ होटेल म्यानेजमेन्ट नै हुनसक्छ। जस्तो उदाहरणको लागि म भन्न चाहन्छु, होटेल म्यानेजमेन्ट पढेपछि मान्छेहरूले एन्टरप्रेनरसिप गरेर आफै उद्यमी बनेर पनि आफ्नो जीविका निर्वाह गर्न सक्दछन्। जस्तो सामान्यतया भन्नुपर्दाखेरि होटेल म्यानेजमेन्ट पढेको मान्छेहरूले आफ्नो घरलाई होमस्टे बनाएर, जस्तो हाम्रो कर्णालीको अथेन्टिसिटीहरू देखाएर, कर्णालीको फुडहरू त्यति राम्रोसँग एक्सप्लोर भइसकेको छैन, कर्णालीमा चाहिँ टुरिज्म सेक्टर भर्खरै डेभलप हुँदैछ, होमस्टेहरूको अवधारणा भयो। त्यो भएर होटेल म्यानेजमेन्ट पढिसकेपछि तपाईँहरूले आफ्नो व्यक्तित्व विकास त हुन्छ नै, आफू उद्यमी भएर चाहिँ आफ्नो राम्रो त गर्न सक्नु नै हुन्छ। त्यो सँगसँगै तपाईँहरूले देशलाई पनि एउटा टेवा दिन सक्नुहुन्छ होटेल म्यानेजमेन्ट पढिसकेपछि। त्यसको लागि पनि होटेल म्यानेजमेन्ट कर्णालीमा एकदमै इम्पोर्टेन्ट छ, एकदमै महत्त्वपूर्ण छ भन्न चाहन्छु। कर्णालीमा यति धेरै सम्भावना छ जो कि अहिले रोजगार नपाएर कर्णालीबाट चाहिँ लाखौँ युवाहरू वैदेशिक रोजगारमा काम गर्न जानुपर्ने अवस्था सिर्जना भएको हामीले देख्न सक्छौँ। यो विडम्बना पनि हो। र अर्को कुरा, वैदेशिक इन्टर्नसिपको कुरा गरौँ अलिकता। वैदेशिक इन्टर्नसिपमा जाँदाखेरि चाहिँ सुर्खेत मोडेल कलेजबाट कुन कुन देशमा गइरहेका छन्, यहाँले त्यो पनि भनिदिनु पर्यो। इन्टर्नसिपको बारेमा भन्नुपर्दा ब्याचलर अफ होटेल म्यानेजमेन्ट 4 वर्षको समग्र कोर्स हो। त्यसमा 3 वर्ष कलेजमा पढाइ हुन्छ, 1 वर्ष इन्डस्ट्रीमा गएर उनीहरूले इन्टर्नसिप एज अ इन्टर्नको रूपमा इन्डस्ट्रीमा गएर एज अ इम्प्लोइको रूपमा काम गर्ने गर्दछन्। त्यो बेला उनीहरूले आफ्नो सिप क्षमता तिखार्ने र अझै पनि धेरै सिपहरू सिक्ने गर्दछन्। त्यसको लागि सुर्खेत मोडेल कलेजले इन्टर्नसिपको लागि दुबई, जापान, कतार, थाइल्यान्ड लगायत युरोपका प्रतिष्ठित होटेलहरूमा इन्टर्नसिपको लागि पठाउने गरेको छ। यो सँगसँगै अब इन्टर्नसिप अपर्च्युनिटीले उहाँहरूलाई एउटा के पनि फाइदा गर्दछ भने
अहिले ब्याचलर पढ्ने बित्तिकै कुनै पनि इन्डस्ट्रीमा जाँदाखेरि सुरुमा जब गर्दाखेरि एक्सपिरियन्स खोज्ने भएको हुँदा चाहे तपाईँहरू जुनसुकै विषयमा ग्रेजुएट भए पनि इन्डस्ट्रीमा गएर काम गर्दाखेरि एक्सपिरियन्सको एकदमै ठुलो महत्त्व हुन्छ। तर ब्याचलर अफ होटल म्यानेजमेन्ट पढ्दाखेरि तपाईँसँग ब्याचलरको डिग्री त हुन्छ नै, त्यो सँगसँगै तपाईँसँग 1 वर्षको एक्सपिरियन्स सर्टिफिकेट पनि हुने भएकाले तपाईँ भोलि विश्व बजारमा गएर आफू एज अ एक्सपिरियन्स्ड इम्प्लोइका रूपमा काम गर्न सक्नुहुन्छ। छिटै नै एकदमै राम्रो राम्रो अपर्च्युनिटीहरू पाउन सक्नुहुन्छ। एकदमै यहाँले अब भर्खरै मात्र हामीले 2083 को 12 मा अध्ययनरत भाइ बहिनीहरू चाहिँ अहिले उत्तीर्ण हुनुभएको छ, शुभकामना दिइसक्नु भएको छ। यहाँले चाहिँ सुर्खेत मोडेल कलेजमा BHM पढाइ हुन्छ भन्नु पनि भएको छ, त्यसको बारेमा चाहिँ उहाँहरूको लागि केही कुरा भन्न सक्नुहुन्छ? कक्षा 12 उत्तीर्ण गरेका भाइ बहिनीहरूलाई म एउटा कुरा के भन्न चाहन्छु भने कक्षा 12 उत्तीर्ण भइसकेपछि भविष्यमा के बन्ने भन्ने कुराको एउटा सानो निर्णयले तपाईँको भविष्यमा धेरै ठुलो असर गर्दछ। अहिले तपाईँको त्यो निर्णय लिने बेला हो। अब तपाईँहरूले के सोचेर निर्णय लिनुपर्दछ, निर्णय लिँदाखेरि भने भोलि गएर अहिलेको बदलिदो विश्वमा मेरो पोजिसन के हुन्छ त, म कुन सब्जेक्ट पढ्दाखेरि विश्व बजारमा जता गएर पनि आफू चाहिँ क्षमतावान भएर आफू केही गर्न सक्छु त भन्ने सोच्दै हुनुहुन्छ भने तपाईहरुको लागि होटल म्यानेजमेन्ट, ब्याचलर अफ होटल म्यानेजमेन्ट चाहिँ एकदमै राम्रो विकल्प हुन सक्छ। जस्तो होटल म्यानेजमेन्ट पढिसकेपछि के हुन्छ भन्दाखेरि मैले केही बेसिक कुराहरु त भने नै, त्यो सँगसँगै म अझै केही कुरा राख्न चाहन्छु। जस्तो ब्याचलर अफ होटल म्यानेजमेन्ट पढ्नु भयो भने विश्वका प्रतिष्ठित होटलहरु, रिजोर्टहरुमा यहाँहरुले जब अपर्च्युनिटीहरु पाउन सक्नुहुन्छ। आफैले पनि रेस्टुरेन्ट, क्याफेहरु, बेकरीहरु खोलेर आफ्नै ठाउँमा आफ्नो घरहरुलाई होमस्टे बनाएर पनि आफू उद्यमी भएर पनि बस्न सक्नुहुन्छ। त्यस्तै अहिले विश्व बजारमा एकदमै पपुलर क्रुज लाइन, क्रुज शिपहरुमा पनि यहाँहरुले जब गर्न सक्नुहुन्छ। एयरलाइन्स कम्पनीहरुमा गेस्ट रिलेसन अफिसरको रूपमा तपाईहरुले कामहरु गर्न सक्नुहुन्छ। र यो सँगसँगै एउटा कुरा के भन्न चाहन्छु भने धेरै जसोलाई भ्रम के छ भने होटल लाइनमा पैसा, स्यालेरी धेरै हुँदैन, कामहरु चाहिँ एकदमै नराम्रो कामहरु मात्र हुन्छ भन्नुहुन्छ भने विश्व बजारमा सबैभन्दा स्ट्यान्डर्ड कुनै इन्डस्ट्री छ, कुनै पनि इन्डस्ट्रीमा चाहिँ एकदमै पर्सनल स्ट्यान्डर्डको कुराहरु, तपाईको प्रोफेसनलिजमको कुराहरु को बारेमा सोच्नुहुन्छ भने त्यो हस्पिटालिटी इन्डस्ट्रीमा एकदमै धेरै छ। अनि स्यालेरीको अनि तपाईको इन्कमको कुरा गर्नुहुन्छ भने जुनसुकै फिल्डसँग पनि कम्पिटेटिभ स्यालेरी र कम्पिटेटिभ इन्कम चाहिँ हस्पिटालिटी इन्डस्ट्रीमा छ। यसका लागि पनि तपाईहरुले कागजी सर्टिफिकेट मात्र नभएर नलेज, स्किल, प्रोफेसनलिजम, आफ्नो कम्युनिकेसन स्किल, आफ्नो लिडरशिप स्किल, आफूलाई चाहिँ एउटा राम्रो प्रोफेसनल पर्सनको रूपमा डेभलप गर्न चाहनुहुन्छ भने तपाईहरुको लागि ब्याचलर अफ होटल म्यानेजमेन्ट सबैभन्दा उत्कृष्ट विकल्प हो भन्न चाहन्छु। र यो सँगसँगै भर्खरै कक्षा 12 उत्तीर्ण गरेका भाइ बहिनीहरुका लागि ब्याचलर अफ होटल म्यानेजमेन्ट पढ्नको लागि त्रिभुवन विश्वविद्यालयले लिने सिम्याट एक्जाम दिनुपर्ने हुँदछ। त्यसको फर्म खुलिसकेको छ। त्यसको बारेमा बुझ्नको लागि सुर्खेत मोडेल कलेजमा यहाँहरु आएर बुझ्न सक्नुहुन्छ। र बाँकी कुनै जानकारीहरु चाहिएमा सुर्खेत मोडेल कलेजमा सम्पर्क गरेर यहाँहरुले आफूले चाहेको कुराहरु चाहिँ बुझ्न सक्नुहुनेछ। र हामी तपाईहरुलाई सुर्खेत मोडेल कलेजमा स्वागत गर्नको लागि एकदमै आतुर छौं। तपाईहरुलाई विश्व बजारमा एउटा कम्पिटेटिभ क्यान्डिडेटका रूपमा अघि बढाउनको लागि सुर्खेत मोडेल कलेज सधैं तयार छ। तपाईहरुको भविष्यसँगै हाम्रो भविष्य जोडिएको छ। त्यसैले पनि सुर्खेत मोडेल कलेजमा आएर यहाँहरुले ब्याचलर अफ होटल म्यानेजमेन्ट कोर्स गर्न हुन र आफ्नो भविष्य उज्जवल बनाउन हुन चाहिँ अनुरोध गर्न चाहन्छु। धेरै धेरै धन्यवाद सरलाई यति धेरै महत्त्वपूर्ण समय दिनुभएकोमा। हस्, धन्यवाद।